भोलि डिप्रेसन हुने अवस्था भयो। उहाँले चाहिँ करेक्सन गर्नु जरुरी छ। उहाँलाई पद चाहियो, पहिला प्रधानमन्त्री बन्नु पर्यो, बन्न सक्नु भएन, गृहमन्त्री बन्नुहुन्छ, कहिले प्रधानमन्त्री बन्नुहुन्छ, पहिले के उहाँले त आफ्नो निर्वाचन क्षेत्रबाट जितेर आएको ठाउँ सुनसरी धरानलाई विकसित समृद्ध चाहिँ गराउने ठाउँ उहाँ चाहिँ नाटक गरेर उहाँ चाहिँ दार्चुला पुग्नुहुन्छ, झोलङ्गी पुग्नु पुऱ्याउँछु भनेर नचाहिने खालको स्ट्यान्ड गरेर जनताले बुझ्दैन नि कतिसम्म चाहिँ जनता बेकु बन्ने। एउटा सिटधारी मान्छेले अब प्रधानमन्त्री बन्छु भनेर बालेनलाई गाली गरेर उहाँ त यस्तै भने त उहाँको संसद पद पनि खारेज हुन्छ बोल्दै जाने भने। पदीय मर्यादा भन्दा बाहिर गएर उहाँ त चाहिँ के भन्दाखेरि पदीय मर्यादा भन्दा बाहिर गएर चाहिँ आफ्नो पोर्टुगललाई पनि ख्याल नराखिकन जताततै चाहिँ के भन्दा छरपष्ट रूपमा चाहिँ के भन्दा मानसिक पीडा र सत्ता र पद नपाएको चाहिँ के भन्दा भनौँ परिस्थितिमा विचलित भएर जुन बक 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 गर्दै हिँड्नु भएको छ। उहाँलाई नै के गर्छ भन्दा अधोगति र चाहिँ के भन्दाखेरि भनौँ संसद पदबाट पनि मुक्त हुने अवस्था आउन सक्छ। त्यो हुनाले हर्कजीले मेरो उहाँ एकदम मेरो फ्यान पनि हो, तर के भने यस्ता नचाहिने दुष्प्रचार नगर्नुहोस्, एउटा राम्रो सल्लाह दिनुहोस्, राम्रो कुराहरू बोल्नुहोस्। ठिक छ, तपाईँले चाहिँ बोल्ने हो, जहाँ बजेट चाहिन्छ तिनको लागि आवाज उठाउने हो, सरकारलाई घचघचाउने हो। तपाईँको प्रतिपक्षको रहनुभएको छ, प्रतिपक्ष बिनाको प्रजातन्त्र चाहिँ के भन्दा सुन्दर पक्ष हुँदैन, हामीले मानेका छौँ। तथापि अनर्गल चाहिँ नि यो ताइना तुइका चाहिँ नि आफै बदनाम हुने, आफ्नो हाइट गरिमा र राजनीतिक र चरित्रसम्म गिर्ने खालका अभिव्यक्तिले त तपाईँ नै के हुन्छ भन्दा डुबानमा पर्नुहुन्छ। तपाईँले यो कुरालाई एउटा असल साथीले दिएको सुझाव मान्नुहोस् या तपाईँ अगाडि बढ्नुहोस्। अब तपाईँ नासिने हो कि चाहिँ के भन्दा स्थापित हुने हो, तपाईँकै हातमा छ हर्कजी भनेर चाहिँ हाम्रो सम्मानित एउटा भनौँ न संसदको रूपमा आउनुभएका युवा व्यक्तिलाई म चाहिँ अनुरोध गर्न चाहन्छु। तर के भन्दा उहाँको र चाहिँ के उहाँले त के भन्दा एमालेको समर्थनको हिसाबमा जानुभएको छ। जुन पार्टीले देशलाई सुकुम्बासी कहाँ छ जाने, के को लागि जाने भने भएकालाई त व्यवस्थापन गर्ने अवस्था छ। पीडित छ भने तपाईँले पीडित यो भन्ने फलानु नाम गरेको भन्नु न, पीडित मुखले पीडित गरेर हुन्छ। को पीडित छ? रामबहादुर, श्यामबहादुर, कृष्णबहादुर, हर्कबहादुर, गङ्गाबहादुर को पीडित छ भने हावा भना चाहिँ के भन्दा गरिबको निमठो आँसु पुछो भन्ने, रुनी चिच्याउने, रवाइलो बचाउने, म प्रधानमन्त्री बन्छु भने तपाईँले कुन ल्यागतले तपाईँ प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ? ए बाबे कम्तीमा चाहिँ एउटा पोर्टुगल त बुझ्नुहोस्, आफ्नो हैसियत त बुझ्नुहोस् हर्कजी। त्यो हुनाले तपाईँसँग मेरो विरोध प्रतिविरोध होइन, त हामी त असल सल्लाहकार हो। तपाईँ यो देशको एउटा गहना पनि हो, असल व्यक्तित्व पनि हो, नेतृत्व पनि हो। यु हेभ टु करेक्सन योर सेल्फ। तपाईँले आफूलाई सुधार्नुहोस्, होइन भने के भन्दा तपाईँको राजनीतिक जीवन र चाहिँ के भन्दा सांसदको परिस्थिति पनि के हुन्छ भन्दाखेरि भोलि जनताले जनताबाट पनि तपाईँ के भन्दा प्रताडित हुन्छ, तपाईँलाई छिसेर दुर्दुर गर्ने अवस्था आउँछ। तपाईँले आफ्नो अभिव्यक्ति सुधारेर अहिलेको बालन सरकारलाई के भन्दाखेरि सुझाव दिनुहोस्, सल्लाह दिनुहोस्। कुरा मिलेका छैनन् भने त्यहाँ बहस गर्नुहोस्, टक गर्नुहोस्, टेबल टक गर्नुहोस्। सामाजिक सञ्जालमा आउने, लाइभमा आउने, नाना थरी भन्दै हिँड्नुहुन्छ भने तपाईँले खनेको खाल्टोमा